आन्दोलनको क्रममा लुटिएका हतियारहरू र फरार कैदीबन्दीहरू तथा तिनको सम्मिश्रणबाट आम समाजमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरूलाई सेनाले पनि गम्भीरतापूर्वक लिएको कुरा पनि हामीले गर्यौं। त्यसैले सेनाको तर्फबाट समेत पुनः एकपटक यस अवसरमा सबैलाई यी हतियार र कैदीबन्दीहरू फिर्ता गर्नका लागि साझा प्रयास गर्न हार्दिक अपिल पनि गर्दछौं। गत महिनाको त्यति ठूलो घटना पश्चात केही अन्योलता, केही शङ्का उपशङ्का उत्पन्न हुनु त्यति अस्वाभाविक नहोला। यद्यपि त्यस्ता प्रश्नहरू उक्त समय र परिस्थितिमा उपलब्ध खबर र बुझाइको आधारमा नेपाली सेनाले शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नको लागि सुरक्षा अवस्थाको वस्तुगत ढङ्गले मूल्याङ्कन गरी आवश्यकताको सिद्धान्तमा अत्यन्त असल नियत र सही अभिप्रायका साथ कार्य गरेको हुँदा क्रमबद्ध रूपमा ती प्रश्नका उत्तरहरू आफै प्रष्ट हुँदै गइरहेको विश्वास लिएका छौं। आउँदा दिनमा राष्ट्रिय तहमा आधारभूत विषयहरूमा निकासका उपायहरू पहिचान गर्न सम्पूर्ण विद्वत वर्ग, समाजसेवी, सञ्चारकर्मी र आम नागरिकहरूले सामाजिक सद्भाव, राष्ट्रिय एकता र संस्थागत स्थायित्वलाई पहिलो प्राथमिकतामा राखी आफ्नो भूमिकाबाट योगदान पुर्याउनु आजको आवश्यकता रहेको छ।